यो चाहिँ लेउलाई चार चाहिँ काट्नु थियो चार चाहिँ 13 यो चार्जरको यस्तो चाहिँ कति हो चाहिन्छ 13 थर्मोटासम लोग्रे हुने मिटर पुगेछ मिटर मिटर ठिकै अब मैले काटेर राखेको छ है अब भोलि पर्सि कतिखेर हुन्छ त्यसरी काटिदिनु राख्छ आज पुरै ठिक गरेर चाहिँ बुझाइदिनु पर्यो एक यो पनि गन्दैन नि कन्छ यो 4 होइन 2 4 6 8 10 12 यो 13 सिङ्गल पिस यो सिङ्गल पिस कि प्लास्टिक प्लास्टिक छ नि सेन्ड गयो भन यहाँ भन्न अब त काटेको छ नि चार्जर काटेको यहाँ मान्छे आउँछ नि यो चाहिँ सुल्डो चाहिँ यो है हजुर सुल्डो चाहिँ के हो सुल्टो चाहिँ यो उल्टो चाहिँ यो सुल्डो चाहिँ यो रहेछ सुल्टो उल्टो थाहा हुँदो रहेछ सुन चाहिँ थाहा हुन्छ उहाँ त अब हेर्दै थाहा हुँदैछ हामी त सोध्नुपर्ने हुन्छ नि मलाई भन्दा तपाईँहरूले ज्ञान दिएछ क्या यस्तो भयो तपाईँहरू किनभने हामीभन्दा अगाडि तपाईँ बस्यो भन्दा पहिला एकचोटि बसेको थियो दसैँ त सिलाएको थियो मलाई हाम्रो चाहिँ क्लास थियो कि क्लास चाहिँ के थियो भने राम्रै सिलायो भने चाहिँ ढाँसामा सिलाउने भनेर त घेलाले भनेको थियो कि अनि हामी सन्दप सिलाउँदा भएर त्यहाँदेखि पछि ढाँसामा सिलाएको थियो त्यो ढाँसामा सिलाउने हाम्रो घेला त्यो लाखो बाहिर यहाँ सँग बस्छ नि लाखो शेर्पा अनि नुर्पा छिरिङ थिएँ क्या उहाँहरू मात्रै सिलायो पछाडि मलाई एकचोटि सिलाउनु पाएँ नि ढाँसामा सिलाएको सिलाएको त्यहाँदेखि तर ठिक तानेर थाहा थियो तर बिर्सेछ यसमा 4 छ है यो 4 चाहिँ यो 4 चाहिँ अनि ठ्याक्कै 4 छ नि त्यो यता पनि 4 ग्याप हुन्छ कि बिचमा सोह्र ग्याप हुन्छ फेरि अब फर्स्टको यो चाहिँ माथि लाने 18 यो 18 को त्यहाँबाट 16 कति ग्याप भनेको 18 ग्याप 16 ग्याप अनि यो अब मिटरको हिसाबले हो नि 32 यो चाहिँ किनभने 2 उदो आउँछ नि त्यही भएर 18 यहाँ आउँछ क्या ए यो 2 उदो चाहिँ यहाँदेखि ठ्याक्कै 16 मा 16 हुन्छ ए 2 चाहिँ दुई चाहिँ किनभने यो यसो सोध्नु होला त्यसै कारणले त्यो माथिमा सेम हो सेम अब यो सेम झुन्डा छ है यो दर्शन ताक चाहिँ अलिक गाह्रो है ताउला मात्रै काम चाहिँ जे खान्छ नि ताक अब यो चाहिँ फेरि अब बिचको यो लेउको लागि चाहिँ यो सेन्टरमा राखेर चाहिँ गर्ने यसको साइज यो सेम घोलो सबै सेम हाल्नुपर्छ नि है टप निकाल्छ टप
यो पनि किनौँ न अस्ति अँ। यो बिचमा चाहिँ खाली हुन्छ हुँदैन है अलि यताउता है अब यस्तै यहाँ तिनवटा होइन अब उनीहरू दुइटा आउँछ है यो सेन्डल हुन्छ ठ्याक्क यो सेन्डल हुन्छ अब त दुईवटा मात्रै आउँछ यहाँदेखि 18 16 अघि त योभन्दा क्रस भएको थियो नि त यहाँ मिलाएर दिने कि अघि यहाँ लिएको त लागि होइन यहाँदेखि 16 ए सिलाएको देखि है सिलाउनु आउनुहोस् भाइ हुँदैन क्या कस्तो भन्नुभयो तपाईँले फेरि यो सिलाउनु आउँदैन अरे फेरि त्यो पनि थेरमा गरेछ हाम्रो छोटो मसिन के म घुम्राको है ए पहिलाको चाहिँ यसमा चाहिँ ए अहिले हाम्रो खेमा थियो के सरम छोरा यो पिसको 4 इन्च होइन यो कुरो चाहिँ यो सेन्टरमा भनेको चाहिँ ठाउँ होइन यो सेन्टर मिडियो लाग्नु भने कतिको चाहिँ लामो छ होइन यो कति लामो छ त्यहाँबाट सेन्टर बिचमा ठिक गऱ्यो त योभन्दा 2 यता 2 उता गरेपछि 4 किलो ए सेन्टर चाहिँ यो हो फेरि मेन सेन्टर अनि त्योभन्दा उता त्यहाँ यसो 2 उता गरेपछि बराबर हुन्छ कि रहेछ ए त्यो भएर लेउ लाउनु ठिकै तल बराबर मेन के अरे यो सेन्टर यो कतिको चाहिँ कति मिटरको छ त्यो हिसाबले है कति इन्च छ होइन यहाँ 45 छ 45 भनेपछि हाम्रो कति भयो 22.5 बिचमा ठ्याक्कै लगायो नि ए हो रहेछ कति हो सिलाइदियो आउँछ सिलाउनेलाई चाहिँ अब भाइ है ल थम्मातिर चक्री रहेछ दिएन चेन्ज गरेँ जति चौरा है कतिले उमो गएर हो मिलाहाल्ने हो